साथीहरू अघिल्लो भिडियोमा त आराध्याले मेलामा आएर गरेको मस्तीलाई हेरिहाल्नुभयो अनि यतातिर आराध्याको मस्ती सँगसँगै स्टेजमा धमाकेदार डान्स पनि मैले देखाएको थिएँ। यो चाहिँ कुन गीतमा गरेको डान्स हो हजुरहरूले यसो गेस गरेर कमेन्ट गर्नुहोला। त्यसपछि आराध्याहरू थाकिसकेका थिए साथीहरू खेल्दा खेल्दै अनि आराध्याहरू गए आइसक्रिममा र खान लागे चिसो चिसो र मिठो आइसक्रिम र बबल टी खाएपछि आराध्याहरूले किनेका छन् मेलामा आएर जादुई छडी। यसलाई के भन्छ मलाई थाहा त छैन साथीहरू, मैले चाहिँ यसलाई भन्छु जादुई छडी। अनि हामी हतार हतार घरतिर जानुपर्ने भयो साथीहरू, किनभने आज बहिनी ज्वाइँ आउँदै हुनुहुन्छ र बहिनी ज्वाइँलाई स्वागत गर्नको लागि हामीहरू हतार हतार मेला छोडेर आयौँ। यता आराध्या र आराध्याको बहिनी पनि मस्ती गरिरहेका छन् र मैले फोटो खिचिदिन्छु भनेको यसो पोजमा पनि बसेका छन्। सबैजनाले मेलामा खाएको बबल टीको डब्बा त नफ्याँकिकन घरमा पो लिएर आएका रहेछन्। घरमा दुध राखेर खाँदा झन् कस्तो मजा आयो भनिरहेका छन्। अब भने झमक्क साँझ पनि परिसकेको थियो साथीहरू अनि बहिनी ज्वाइँ पनि आउनुभयो अनि हामीहरू सबै बहिनी ज्वाइँको स्वागत गर्न थाल्यौँ। यता आराध्या र आराध्याको बहिनी भने अङ्कललाई जिस्काउँदै थिए।